जला खेलाइसकियो। अब टिकट काटियो। टिकट 3टा काट्नुपर्छ। 3 जना छन् नि। 200 लाग्ने रहेछ, जम्मा 600 गयो। अब भित्र जाने गेटमा त्यो टिकटहरू च्यात्ने रहेछ। 200 रुपियाँ त गयो त हैन। भित्र नि हेरौँ न कस्तो के जनावर छ। ल भित्र आइसक्यो है। भित्रको दृश्यहरू भित्रहरू चाहिँ यस्तो पार्कहरू केहरू भित्र एकदम दामी छ क्या। फोटो खिच्ने ठाउँहरू सबै राम्रो, एकदम सफा पनि रहेछ हैन। हामी चाहिँ 3 जना गएको। सुरुमा चाहिँ गोही जस्तै छ छाउनु चाहिँ, तर के हो थाहा छैन। चुच्चो छ अनुहार। चुच्चो अनुहार। यस्तो ठाउँमा राख्दो रहेछ यिनीहरूले चाहिँ होइन। अब पौडी पुरै खेलिरहेछ। मरेको जस्तो देखेर आएको छु र हल्लिँदैछ। अनि भित्र चाहिँ अब टोइलेटहरूको पनि व्यवस्था एकदम स्पेसल हो। यसको नाम चाहिँ के थिएछ भन्दाखेरि घडियाल भन्ने थियो यसको नाम चाहिँ। तर मलाई चाहिँ गोही जस्तो लागिरहेछ क्या। गोही त होइन हैन। अब पर हुँदैन के रहेछ, हेर्नु जानु पर्ने छ हौ। यसो पार्क चाहिँ दामी छ क्या। हामी 3 जना गएको घुम्नु। बोल्दै भतिजो अब काका साइनोमा चाहिँ काका हो। अब के भन्नु, यस्तै छ जिन्दगी। यहाँ मृग जस्तो के हो यो, जरा कि मृग, साह्रै लामो सिङ छ। नामै थाहा छैन, हेर्न चाहिँ गइन्छ त। दामी छ नि त। अब गाउँ हुन्दी पनि बेला देखिन्छ। चितल रहेछ क्या यसको नाम चाहिँ। आफै चितल भन्दो रहेछ। भित्र बच्चाहरू खेल्ने ठाउँ यताउति अरू सबै होइन। अब यहाँ चाहिँ भित्र चाहिँ फेरि यो चाहिँ हो कि मृग चाहिँ मृग दामी छ नि फेरि। आम्मा मृग कि के हो फेरि। अर्को पनि जस्ताको त्यस्तै छ सबै भित्र होइन। गर्मी पनि साह्रै छैन। फेरि त गोरु जस्तो लाग्यो। यो के हो त्यो त मलाई पनि थाहा भएन। नाम हेरेर मात्रै थाहा हुँदो रहेछ यहाँ जनावरहरू। मृग जस्तोहरू के रहेछ हेर्नुको मृगहरू नि पुरै मृग। हामी फेरि अर्कोपट्टि गयौँ। गर्मीले यस्तै अनुहारमा हेर गएको छ है घामले। ल फेरि सुन्दैछ क्या। अब यसले चाहिँ सुन्नुमा चाहिँ अर्कोले पनि सुन्छ अहिले। यसले नि सुन्छ के हो होला नि, सुनेको होला नि। आयो है अब सुन्नुको लागि। ल सुनिदियो, मस्त सुनिदियो। यतैको गन्ध आइरहेको छ मलाई त हौ। खानु खोज्दैछ, खाँदैछ के चाहिँ। भित्र चाहिँ पुरा नाउ खेल्नु पनि पर्ने, तर के खेल्नु हो भनेर भरे डुबिन्छ नि त यहाँ त। अनि नखेलेको दामी छ ठाउँ। जस यो पोखरी चाहिँ घुम्नुपर्ने हुन्छ सबै देखिसक्नुको लागि चाहिँ। माथि चाहिँ पुरै अब फेरि त्यस्तै छ कि के हो क्या। गोरुहरू जस्तो छ होइन। गोरु त होइन, सबै मृग आइटमहरू। मृग ओहो। अब बाघतिर गइयो, बाघ हेर्नुको लागि। ल बाघ हेर्नु भने सुँगुर पो छ त्यहाँ तल त। यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ छ। मलाई नि खेल्नु मन लाग्यो। अब बच्चाहरू पुरा मेरो पाला नि आउँछ नि खेल्ने। म यता छु भनेर बाघले भनेर छ। अब बाघ हेर्नु गएको बाँदर देखियो। ल यस्तो बाँदर त हाम्रै गाउँदी पनि छ होइन। अब बाँदर क्या। अब बाँदरै पुरै होइन।
के हेर्नु बाँदर भनेर फेरि अर्को गयो यता सेतो खालको बाँदर नि पुरा केही माग्दैछ अब छैन त केही नि ल्याएर दिएको भए चाहिँ होइन अब कस्तो मजाले माग्दैछ भने नि अर्कोले चाहिँ अघि कसले दिएछ खाँदैछ भन्नु चाहिँ उसले पनि थाप्दैछ गयो अब बाघ हेर्नु पनि जानु पर्यो भनेर बाघ हेरेर पुरै सुतिराखेको रहेछ ल बाघहरू मस्त हल्लिँदैछ जिउँदै रहेछ जस्तो लाग्यो अब हल्लिँदा त आश लाग्यो नि त यहाँ चाहिँ पुरै पानीमा साह्रै ठुलो बाघ मान्छे खाने बाघ भन्थ्यो कि पानीमा रहेछ क्या यहाँ चाहिँ बाघ लु जुमै गरेर देखाएको थिएँ होइन सिसाले गर्दाखेरि धेरै टल्क्या छ फेरि अर्कोपट्टि जाँदैछु कि छ कसो छ भनेर गयो है अर्कोपट्टि यस्तो पनि हुँदो रहेछ रुगा पनि लागिरहेको छ अब जुनबाट गयो पनि त्यहीबाट फर्केको पर्छ क्या यो चाहिँ यता बाघहरू हेर्ने ठाउँ मात्रै हो जलगढा हेर्नु पनि गएको अब जलगढा त छैन रहेछ त यहाँभित्र पहिले चाहिँ यहाँभित्र थियो अहिले चाहिँ छैन क्या अब उताउतै खोजी मार्छु भेट्दिनँ छैन त जलगढा त ए अर्कोपट्टि केही होला नि अर्कोपट्टि पनि अब हेर्नु पर्यो जस्तो लाग्यो अब यहाँ यस्तो टकटक झर्दै गएको थियो पानी रहेछ त्यहाँ छ जस्तो लाग्यो क्या तर पानी रहेछ त्यहाँ यसो गएर हेर्नु पर्यो अर्कोपट्टि पो जलगढा त होइन गैडा चाहिँ पुरा मस्त सुतिरहेको थियो जलगढा हेरेको गैडा चाहिँ देखिरहेको आनन्द छ गर्मीमा अर्को उसको बच्चा होला साइडमा बच्चा गैडाको बच्चा अब अर्कोपट्टि पनि जान्न के रहेछ कसो रहेछ गैडा एक सिङ्गे गैडा यहाँदेखि चाहिँ टिकट काटेर जानुपर्ने रहेछ नौ खेल्नका लागि के यहाँ आएर त मलाई लास्टै गनायो क्या साह्रै गनाएर छेउमै जानु यसो हेर्छु त गोही जस्तो लाग्यो भारत त गोही त एक मुढाको बनाएको रहेछ गिद्धहरू पनि रहेछ होइन अब गिद्ध चाहिँ यो चाहिँ गनाएको रहेछ है होइन यहाँ चाहिँ गिद्ध एकदम अब सिनो जस्तो गनाइरहेको छ राखेको होला हेर्दाखेरि चाहिँ साँच्चीकै जस्तो देखिन्छ छेउमा पनि साँच्चीकै जस्तो देखिन्छ तर खै त्यस पछाडि जलगैडा ए होइन रहेछ भनेर भैँसी अर्ना भैँसी बफ मोमो बनाएर खाएको कस्तो होला होइन मिठो हुन्छ त बफ मोमोहरू यस्तै हुन्छ नि त अब गर्मीमा हिलोमा पुरै अर्कोपट्टि हाम्रो पुर्ख्यौली चिम्पान्जी अब फी बजाउँदै सिटी होइन पुरै चिम्पान्जी झुन्डिने रहेछ पल्लोपट्टि चाहिँ ठ्याक्क हात्ती नि छ यो चाहिँ के हो थाहा भएन उसको नाम हेरेर मात्रै थाहा भएको बाँदर जस्तै छ हौ झन्डै बाँदर जस्तै छ अब हात्ती नै हेरौँ न त भनेर नि अब हात्तीपट्टि पनि गयो त्यसको नाम चाहिँ हात्ती ल हात्ती यो हात्तीमा चाहिँ मान्छेहरू चढ्छ पनि क्या अब बाहिर आइदियो निकालेको छैन नि त चढ्न पाइन्थ्यो दामी छ ल घाँस खाँदैछ हात्तीले एकदम क्लियर आइरहेको छ हात्ती चाहिँ नदेखिने थिएँ मैले अब यहाँ आएर देखेको यति जनावरहरू रहेछ भित्र अब अर्कोपट्टि यहाँ हुने चाहिँ चितुवा क्या पुरै सुतिराखेको छ नदेखेर खोज्दा सुतिरहेको थियो क्या जिउँदैछ कि मरेको छ रहेछ हेर्दा सास चाहिँ चलि नै राखेको थियो छ
जूभित्र चितुवा पनि देखियो। हाम्रो गाउँतिर पनि एउटा चितुवा रहेछ, देख्न पाएको छैन। त्यस पछाडि भित्र पार्कहरू चाहिँ यस्तो छ कि पुरा बस्ने ठाउँ, यताउति घुम्ने ठाउँ दामी छ क्या भित्र, एकदम दामी छ भित्र। चराचुरुङ्गीहरू पनि अब पुरै यो चाहिँ के हो नामै पो पर्ने, यो चाहिँ दुम्सीहरू गाउँमा भएको त दुम्सीको काँडा साह्रैको अन्त अनि घरमा राखिन्थ्यो। यहाँ त पुरै कटाइराखेको छ, दुम्सी लुक्ने दुलो बनेर भन्दै गीत पनि भन्नु। धारा रहेछ यो पुरै। धारा चाहिँ हामीले पेप्सीमा थाप्नु पर्ने पनि हुन्छ नि। भालु जस्तो लाग्ने। ओहो पुरै कनैतिर आएको छ क्या। अर्कोपट्टि चाहिँ के छ, क्यामेरा चाहिँ एकदम हल्लिरहेको छ। यहाँ चाहिँ पुरै अब के हो यो चिम्पान्जी जस्तो, केही खानेकुरा दिनु हुँदैन भनेर भनेको थियो। पुरा यसले चाहिँ अब पुरा मान्छेहरूले चलाउने रहेछ, खेल्ने गोल सोलहरू यताउति खेल्ने रहेछ। पानी मुखमा पोको पार्यो अब मान्छेलाई चाहिँ पुरै अब फुकिदिने रहेछ क्या त्यो पानी। त्यही अब त्यहाँ बसेर पिसाब गर्छ, त्यही पिसाबले हान्ने हो। त्यसले पिसाब गर्यो, खायो त्यो पिसाब है, अब गएर फुक्ने हो। त्यही गएर यहाँ चाहिँ सबैलाई फुक्दिने अब भागा गएर सिसामा ट्याङ्ग। यसलाई फेरि यहाँ जूमा आउँदाखेरि यो चाहिँ राम्रो क्या, अस्ट्रिच। कोही मान्छेले यसलाई चाहिँ खाना दिँदो रहेछ क्या, अब चारोहरू के केहरू होइन। हामी चाहिँ हेरे आएर पार्कहरू घुमौँ भनेर देखाएको, तर गर्मी चाहिँ लास्टै हो काठमाडौँतिर, गर्मी चाहिँ साह्रै। त्यहाँदेखि त अब यहाँदेखि के रहेछ भनेर यसो हेरियो। फोटो खिच्ने ठाउँ चाहिँ राम्रै लाग्यो मलाई। भित्र अब फोटोसोटोहरू यताउति खिच्नु पर्यो नि त न। त्यस पछाडि फोहोर फ्याँक्ने डस्टबिनहरू पनि राखेर हुन्छ। यहाँ चाहिँ अब पुरै चराहरू, अब विभिन्न प्रकारको चराहरू देख्न पाइन्छ होइन। यो के हो, यो के हो यो नाम पढेर मात्रै थाहा हुन्छ होइन, नामै अब झ्यासमुसले छेक्या हुन्छ। यहाँ चाहिँ बोर्डै उकि गएको रहेछ। चराहरू त अब त्यति राम्रो देखिँदैन, र यहाँ सेतो सुगाहरू चाहिँ अलिअलि चाहिँ देखिँदो रहेछ। सेतो सुगा खै त केही पो देखिँदैन रहेछ नि। यो सेतो सुगाहरू अब टन्नै खाएको भित्रहरू सेतो सुगा पुरै भित्र त घुम्ने ठाउँ चाहिँ जेस मलाई राम्रै लाग्यो। जूभित्र त्यसका यहाँ चाहिँ पुरा कछुवाहरू जस्तो लाग्यो, तर होइन रहेछ कछुवाहरू। चराहरू चरा कति नै चरा छ यहाँ। सुगाहरू बसेको छ, सुगा फेरि चराको कति प्रकार हुँदो रहेछ। रङ्गी बिरङ्गी यताउति सबै। यहाँ चाहिँ तल चाहिँ के खाने रहेछ हेर नि। यता के हो यो चराहरू त कति हो चरा जिउमा चाहिँ नहुने भनेको चाहिँ कङ्गारू र जिराफ चाहिँ हुनु पर्यो।
दामी हुन्छ होला कङ्गारू र जिराफलाई फोटो खिच्ने ठाउँहरू चरा त कति हो चरा चराहरू धेरै चरा चाहिँ फेरि साह्रै धेरै क्या जो हुन्थ्यो नि फेरि कहाँदेखि ल्याउँछ यति धेरै चराहरू यो चाहिँ लामो सेतो मयूर जस्तो छ हेर्दाखेरि होइन भित्र अब यहाँ चाहिँ फेरि खाजा खाने ठाउँहरू चाहिँ फेरि जान्छ गर्मीको बेला खाजा साजा खानु पर्यो भनेर पनि बसियो बस्न त खानु चाहिँ खाइयो खाजा साजा खाने ठाउँहरू दामी छ यस्ता पर पनि धेरै छ जनावरहरू के चाहिँ हेर्दैछ पेलिकन भन्दो रहेछ यसलाई चाहिँ के छ यहाँ चाहिँ के छ ढाँडे बिरालो नयाँ बनाउँदै रहेछ यहाँ चाहिँ घरहरू नयाँ सजाऊ है संसार अबुई मित्रज्यूहरू रहेछ नि त स्यालहरू स्याल यहाँ चाहिँ फेरि साह्रै धेरै चरा नि रुखमा अब पत्ताको सट्टा चरा तेरीमा मरा भन्दै भन्नु नि नमिल्ने है केही छैन कि त्यहाँदेखि माथि अलिक अघि जहाँबाट गइयो त्यहाँबाट त आइएन रहेछ यसो बाटो हेर्दाखेरि घुम्ने ठाउँ चाहिँ फेरि यस्तो बवाल छ कि भित्र आमामा पुरै नगरौँ न हौ जौला खेलको यो स्यालहरू पनि फेरि मस्त सुतिरहेको छ क्या एउटा त हिँड्दै पनि छ त उता त स्याल त स्यालै हो नि फेरि म पनि स्यालै एक नम्बर मलाई यहाँ चाहिँ के हो आमामा वन बिरालो भनेपछि ढाँडे बिरालो गाउँमा धेरै हराउँछ नि त कुखुराहरू केहरू कस्तो देखिँदैन त अलिक पछि चितुवा जस्तो छ नि ढाँडे बिरालो तल पनि बिरालो चोरी खान पल्के गयो ढाँडे बिरालो हिउँ चितुवा पुरा छ ढाँडे बिरालोहरू तट हिउँ चितुवा चाहिँ अब पुरै गर्मीमा छ अहिले हाँस उठ्छ होइन होला त्यो चाहिँ के हो सेतो दुम्सी हो यो चाहिँ के किनिराखेको हुन्छ नि दादा मान्छेहरू चाहिँ टन्नै छ नि यहाँ त आधी मात्रै हो है यता पार्कहरू चाहिँ यस्तो छ कि दामी फेरि हेर्नु के हेर्नु भने अब के माछा हो यो के हो यो ओ के भन्छ कछुवा के ए होइन त हो कछुवा वाह हल्लिँदै रहेछ जिउँदैछ
कि सानो ठाउँमा कछुवा कछुवा पो हुन्छ फेरि यस्तो हुँदैन यहीँभरि कछुवा कम्ती धेरै छैन कछुवा पनि यहाँ एकमाथि अर्को कछुवालाई यसलाई चाहिँ भन्छ क्या कछुवा चाहिँ एकमाथि अर्को मस्त छ नि जिन्दगीको चौतारीमा ममताको छाया गीत पनि गाउनु पर्छ क्या बेला बेला के छ यहाँ चाहिँ के छ के हो यो सर्प द स्नेक इज बाटो ट्याग भन्ने सर्प यही हो नि त अब फेरि पुरै सुन जस्तो टल्किराखेको छ कि यसले नै गर्दाखेरि मैले धोलाइबाट बचाएको छु एकचोटि द स्नेक इज काको यो सर्प देख्ने बित्तिकै त्यस्तो याद आइहाल्छ क्या ठुलो त छैन सास फेर्दैछ दुईटा छ फेरि यहाँ चाहिँ हेरिरौँ लाग्यो माछा नि हेरौँ न भित्र कस्तो छ माछलियाहरू दामी छ है ठुल्ठुलो छ माछलियाहरू माछा मिठो भालेको माछा तारेको कुन माछा हो भनेर पनि नामै फेरि पानी कछुवाहरू पनि छ यहाँ चाहिँ कहाँ पो थियो पानी कछुवा यहीँ खेल्दा रहेछ ल पानी कछुवा माछा चाहिँ कस्तो छ नि रङ्गी बिरङ्गी यहाँ फेरि ड्यामबाट झन्डै तर्से कत्रो कछुवा जस्तो लाग्यो कि मलाई चाहिँ अरूले कस्तो लाग्यो थाहा भएन कछुवा त आइटमकोहरू छ जस एकचोटि घुम्दा चाहिँ कति झन्डै 1.5 घन्टै लाग्दो रहेछ यो घुमिसक्नुको लागि यो चाहिँ आधी काटेर बनाएको नत्र त पार्कहरू हेरौँ न भित्र घुम्नुपर्ने छ डुङ्गाहरू चढ्नु पर्ने छ डुङ्गा चढेको त के बनाउनु भनेर आउनु अब नआएको हराई फोन पानीमा खस्यो भने त मुटु उफ्रिन्छ त बस सुन्दरी ठन्डै महिना जाडो छ यहाँ चाहिँ पेन्टिङ रहेछ क्या पुरै अब पुरै सब बनाउँदै पनि छ क्या पेन्टिङ स्कुलेहरू जस्तो चाहिँ हेर्दाखेरि अब के को चित्र बनाउन लाग्यो सानो नानीहरूको लागि चाहिँ राम्रो पिक्चर रहेछ भित्तामा नि मलाई नि यो दामी लागेर क्या दामी छ क्या हात्ती पुरै नदीमा पऱ्यो उल्लुले हेर्दैछ यहाँ चाहिँ खरायोहरू दामी छ हात्ती भयो के हो प्रत्येक ठाउँमा हात्ती मात्रै हुन्छ क्या हो बान्दरहरू यहाँ हात्ती छ गैँडाहरू छ मृगहरू हात्ती नै छ यहाँ पनि यहाँ चाहिँ जलगढा हात्ती नै छ यहाँ पनि छ यहाँ त हात्ती छैन होला नि यहाँ छ यहाँ हात्ती नै छ यहाँ जिराफ छ हात्ती गैँडाहरू छ यहाँ जलगढा छ हात्ती नै हात्ती रहेछ तर हात्ती त एउटा मात्रै छ त सबै दुईटा छ जनावरमा छ ल दामी पेन्टिङ बनाउँछ दाइले चाहिँ हौ अनि के साह्रो पो दामी कि यतिमा चाहिँ यहाँबाट चाहिँ निस्किने ठाउँ हो अब यहाँबाट निस्किने ठाउँ हो यति
भित्रै घुम्दा घुम्दा गल्यो अन्त ल तर चाहिँ यस्तो छ अब यो अघिकै ठाउँ हो क्या भित्रै जाऊँ न भित्रै जाउन नि पर्यो नि यहाँ चाहिँ फोटो खिच्दै हुनुहुँदो रहेछ होइन त्यस पछाडि छ एउटा मूर्ति यहाँ चाहिँ बच्चाहरू पुरै खेलेर तल माथि खेल्ने ठाउँ पनि ल आजलाई चाहिँ यति नै राम्रो लाग्यो बनाएपछि पुरै सिद्धि गरे